साँचगाड है गाइज है। सारारा गाउँ बेसी चौतारी मन भरारा सारारा 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 गाउँ बेसी चौतारी मन भरारा दामी 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 गाइज 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 बगिजाने खोला कहाँ टुङ्गिने उडी जाने पन्छी कहाँ जाने फ्लोट तल्लो फ्लोरमा पुग्यो गाइज है। हेलो हेलो गाइज 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 क्या रहा है भयो ल होइन त्यो बाइक भने उता गाइज हामी चाहिँ आगो निभाउन आऊ गाइज माथि आगो लागेको छ। गंगाका किनारा छोटी गंगाका किनारा गाइजहरू हामी चाहिँ माछा मारेर नुहाई धुवाई गरेर घर फर्किने तयारीमा छौँ गाइजहरू है। एकदम रमाइलो भइरहेको छ। उहाँ चाहिँ खाली खुट्टाले हिँड्दै हुनुहुन्छ गाइज है। उहाँको जुत्ता चाहिँ यो माछा मार्दाखेरि जुत्ता हालेर माछा मारिदिने अनि त्यसपछि फेरि जुत्ता रुजेर अहिले खाली खुट्टाले हिँड्दै हुनुहुन्छ विमल बोका दाइ।
सिधै गाइजहरू रोक्याको सास फेर्न माथि पाया रहेछ 4-5 केजी बढी 8 केजी जति होला अब 44 हुन्छ सोचाभन्दा अझै बढ्ता रहेछै तो रामरी छोटी रहेछै तो रामरी खोलाइ खोला यहाँ चाहिँ मजा आउँथ्यो क्या उ गर्न सोचाभन्दा अझै बढ्ता रहेछै तो रामरी छोटी रहेछै तो रामरी कालोटीको लाइन मैले लाग्ने हो कि चोखा छोटा लाग्ने हो कि चोखा हेलो हेलो कहाँ हो को हो हेलो हेलो गाइस मेरो पारा त्यस्तै छ तिमीलाई जस्तो देखेको थिएँ पुग्यो रास